नमस्कार साथीहरू, आजको यो भिडियोमा चाहिँ कुनै पनि एडिट र कुनै पनि केही नभई भिडियो अपलोड हुनेछ र आज हामी कुरा गर्दैछौँ नेपालको प्रधानमन्त्री अब को होला त। नेपालको प्रधानमन्त्री को होला भन्ने कुरा धेरैजनालाई जिज्ञासामै रहेको हुँदाखेरि हामीले चाहिँ यो भिडियोमा कुनै पनि मनोरञ्जनको रूपमा नलिई भिडियोलाई अगाडि बढाउँछौँ र यो भिडियो कुनै पनि एडिट नभई अपलोड हुनेछ मेरो च्यानलमा। कृपया यो भिडियोलाई राम्रोसँग सुनिदिनु होला। नेपालको प्रधानमन्त्री अब को होला त? धेरैजनालाई थाहा छ नेपालको प्रधानमन्त्री बन्ने सबैभन्दा धेरै चान्स बालिन्छालाई छ। किनभनेदेखि रवि लामिछाने छन् सपोर्टमा, यता हाम्रो कुलमान घिसिङज्यू हुनुहुन्छ, साथसाथै बालेन छन् र धेरैजना जस्तै आशिका तामाङ दिदी पनि आउँदै हुनुहुन्छ भन्ने कुरा छ। त्यो उहाँ आशिका दिदी आउनुभयो भने झन् हामीलाई फाइदाजनक हुनेछ। हामीलाई भन्नाले मलाई पनि फाइदाजनक, किनभनेदेखि हाम्रो देशमा प्रधानमन्त्री भनेको भालिन्छाने हुनुपर्छ, हो कि होइन? हो। त्यसैले प्रधानमन्त्री चयन गर्दाखेरि हामीले बालिन्छालाई चयन गर्नुपर्छ। किन उतातिर केपी शर्मा ओलीको चान्स छैन त भन्दाखेरिदेखि जस्तै कि झापा दमकतिर केपी शर्मा ओलीलाई भोट हाल्लान्, म हाल्दैनन् भन्दिनँ, तर कम मात्रामा भोट हाल्छन्। जस्तै झापाको एक जिल्लामा के भएको छ भनेदेखि बालेन शाह चोक राखिएको छ नाम। धेरैजसो ठाउँमा बालेनको नामले बालेन शाहलाई प्रधानमन्त्रीमा चयन गर्न खोजिरहेको छन्। त्यसै गरी के छ भनेदेखि अर्को कुरा भनेको जस्तो कि धेरैजनाले यो कुरालाई एग्री गर्नुहुन्छ हुन्न थाहा छैन, तर बालेन शाहले जस्तो अहिले एउटा स्ट्याटसमा के लेख्यो भने उनकोमा जिरो त भन्दिनँ, 6-7वटा एङ्ग्री रियाक्ट र हार रियाक्ट आउँछ। उहाँलाई धेरैजनाले मजाकी रूपमा लिनुहुन्न, किनभने बालेन शाहले जे भन्छन् त्यो काम गरेरै छोड्छन्। जस्तो कि सिंहदरबार चलाइदिन्छ भने बालेन शाहले चलाएको होइनन्, तर बालेन शाहको फ्यानहरूले हामीले आक्रोशमा चलाएको हो भन्न सकिन्छ, तर हामीले होइन। त्यसै गरी केपी शर्मा ओली त आशावाद भइहाल्यो, उनलाई मतलब छैन जेसुकै होस्। सो प्रधानमन्त्री चयन गर्दाखेरि हामीले चाहिँ बालेन शाहलाई चयन गर्नुपर्छ गाइज। सो हस् त, थ्याङ्क यू।